अर्काको आइडीमा काम गर्ने भनेको के? एकजना भाइले मलाई सोध्नु भएको रहेछ इनबक्समा। अब यस्तो कुरा त यो डाइरेक्ट उसमा सोध्न मिल्दैन, जवाफ दिन मन लाग्यो मलाई। यो थाहा पाउनु भएको रहेछ उहाँले। मलाई भरिसक्दो यस्तो कुरा नसिकाउँ जस्तो लागेर आउँछ। तर यो सोधिहाल्नु भयो, म भनौँ। अर्काको आइडीमा काम गर्ने भन्नाले जसको वर्क पर्मिट अथवा रेजिडेन्सी छ, स्पेनमा काम गर्न पाउने र बस्ने अधिकार भएको मान्छेको एउटा हुन्छ कार्ड, यहाँको स्पेनको कार्ड। त्यो नियममा चाहिँ जस्तै भनौँ म सुशीला, एकजना रिता भन्ने केटीले चाहिँ अब सुशीला बनेर काम गर्ने भई। जस्तै केटीको कार्डमा केटीले, केटाको कार्डमा केटाले गर्नु पर्यो, नत्र भए त डाइरेक्ट थाहा हुन्छ नि त। म केटा हुँ भन्न त मिल्दैन नि त केटीले केटाको कार्डमा काम गर्दा। अब रिताले सुशीलाको नाममा काम गर्ने भई, तर उसले सबै सुशीला नै भन्नुपर्छ। सुशीला कहाँ बस्छ त्यहीँ बस्छु भन्नु पर्यो। सुशीलाको थर के हो त्यही भन्न पर्यो। टोटल्ली सुशीला नै हुनु पर्यो। अब काम गर्दै जाँदा बस्दै जाँदा अब उसलाई अनुभव चाहिँ हुन्छ। फाइदाको कुरो भनेको काम गर्ने अनुभव चाहिँ हुन्छ, तर अरू केही पनि हुँदैन। सुशीलालाई सबै फाइदा हुन्छ, किनभने उसले भोलि पर्सि पारो पाउँछे, गभर्मेन्ट हेल्प पाउँछे। पारो भनेको के भने फेरि मैले अर्को भिडियोमा भनौँला त्यसको बारेमा चाहिँ, त्यसको डिटेलहरू। अब गभर्मेन्ट हेल्पहरू पनि सुशीलाले पाउँछ। अब रिताले चाहिँ केही पनि पाउँदिन। अब रिताको 2 वर्ष भइसकिसक्यो। अब त्यहाँनेरि काम गर्दैछ ऊ। काम गर्दै गर्दा उसलाई अनुभव भयो, यी काम गरौँ कि जस्तो लाग्यो। अब 2 वर्षमा उसले कार्ड त एप्लाई गर्नुपर्छ। कार्ड एप्लाई गर्दा त रिताकै नाममा कार्ड आउँछ, निया आउँछ, होइन? अब त्यो ठाउँबाट भाग्नुपर्छ ऊ फेरि। सुशीला बनेर काम गरेकी छ, त्यहाँ सुशीलै भनेर त्यहाँ भन्नु हुँदैन यो कुरा। त्यहाँको सानोभन्दा सानो स्टाफहरूलाई पनि भन्नु हुँदैन। आफ्नो नेपालीलाई त झन् भन्दै नभने हुन्छ, पोल हालिदिन्छन् तुरुन्तै। त्यस्ता दुनियाँ छन्। स्पेनिसलाई त यो कुरो सिकाउँदै नसिकाए हुन्छ। अब कतिपय मेरो स्पेनिस साथीहरूले भन्नुहुन्छ त भिडियो हालेको हेर्छु, मनपर्छ, सोसियल वर्क गरेको हो कि जस्तो लागेर आउँछ, तर केही पनि बुझ्दिनँ। त्यहाँनिर यसो ट्रान्सलेट गर्ने अप्सन राख्न भन्छन्, तर मलाई यस्तो कुराहरू उनीहरूले जानुन् जस्तो लाग्दैन। भइसक्दो उनीहरूले नथाहा पाउन् जस्तो लाग्छ। त्यही भएर मलाई यो अप्सन राख्न मन लाग्दैन। ट्रान्सलेसन सम्बन्धी मतलब भनौँ न स्पेनिसमा उनीहरूले बुझुन् जस्तो लाग्दैन, बुझुन् जानुन् जस्तो चाहिँ मलाई मन लाग्दैन। यो राम्रो कुरा पक्कै पनि होइन। भोलि पर्सि पक्रियो भने तपाईँ पनि जेल जानुहुन्छ, त्यो कार्ड पाउने मान्छे पनि पुरै कार्ड खोसिन्छ, ऊ पनि जेल जान्छ, देश निकाला नै हुन्छ। दुवैजना व्यक्ति जेल जान्छन्। यो डेन्जर कुरा हो।